सबैलाई जय मसीह। हजुरहरू सबैलाई हामी आज मिठो वचन बाइबलको वचन सुन्दैछौँ, सुन्नेवाला छौँ। आउनुहोस् सुन्नु, परमेश्वरको महिमा होस्। भयो परमेश्वरले चाहिँ मानिसलाई कहाँ लानुभयो? आदमको बगैँचामा लानुभयो। त्यो बगैँचालाई चाहिँ परमेश्वरले मानिसलाई के जिम्मा दिनुभयो? हेरचाह नम्बर 1 र गोडमेल गर्ने जिम्मा दिनुभयो। त्यो बगैँचाको सुरक्षा गर्ने जिम्मा दिनुभयो। तपाईको मनको बगैँचाको परमेश्वरले तपाईलाई नै सुरक्षा गर्ने जिम्मा दिनुभएको छ। त्यसलाई कसरी गोडमेल गर्ने, कसरी हेरचाह गर्ने बुझ्दै हुनुहुन्छ? अब ध्यान दिनुहोस् है, अझ गहिरो कुरामा छ। तपाईले यहाँबाट तलसम्म पढ्नु, सर्प आयो भन्छ बाइबलले। हजुर 2 अध्यायसम्म सर्पको कुरा छ। तपाईले पाउनु भएको छ? उत्पत्ति 2 अध्यायसम्म सर्पको कुरा पाउनु भएको छ? छैन। किन भन्दा आदमले त्यो बगैँचालाई यति राम्रो सुवासनित बगैँचा बनाएको थियो। कुन प्लान त्यो बगैँचाभित्र रोप्ने, कुन प्लानलाई चाहिँ उखालेर फाल्ने, कुन प्लानलाई चाहिँ राम्रो तरिकाले रोप्ने, कुन प्लानलाई चाहिँ काटछाट गर्ने आदमलाई राम्रो ज्ञान थियो। तपाईको मनको बगैँचामा कस्तो खालको सोचलाई उमार्ने, सोच एउटा बिउ हो। जब त्यो बिउ तपाईको यो दिमागको मैदानमा पर्छ, त्यसले फल फलाउन थाल्छ, त्यसले बोट उमार्न थाल्छ। तपाईको मैदानमा, माइन्डको मैदानमा कस्तो खालको प्लानहरू, बिरुवाहरू तपाईले रोप्दै हुनुहुन्छ। उत्पत्तिको 2 मा तपाईले हेर्नुभयो भनेलाई, उत्पत्ति 2 सम्म तपाईले हेर्नुभयो भने त्यहाँ शैतान आएको कुरा पाउँदैन। तर उत्पत्ति 3 मा चाहिँ तपाईले शैतानको इन्ट्री भएको कुरा पाउनुहुन्छ। किन भन्दा परमेश्वरले आदमलाई चाहिँ हब्बा दिनु भएको थियो। तिनीहरू व्यस्त भएको थियो त्यो रिलेसनसिपमा। तिनीहरूले त्यो बगैँचालाई चाहिँ अलिकति केयरलेस गर्यो होला। जब सर्प त्यतिखेर तपाईको घर करेसामा इन्ट्री हुन्छ, जतिखेर चाहिँ झाडीहरू हुन्छ, जतिखेर चाहिँ काम नलाग्ने बोट बिरुवाहरू त्यहाँ रोपेको हुन्छ, किन शैतानलाई सर्पलाई लुक्नु पर्यो नि त? उत्पत्ति 3 मा तपाईले सर्पको इन्ट्री पाउनुहुन्छ कि त्यो चाहिँ मानिसलाई नेगेटिभ विचार हाल्न आयो। बाइबलले प्रष्टै भन्छ, शैतान चाहिँ झुटको पिता हो। तपाईलाई हरेक टाइममा शैतानले चाहिँ उसको प्लान तपाईको माइन्डमा रोपिदिन चाहन्छ। झुट, रङ कुराहरू, निराश कुराहरू, अशान्तिको कुराहरू। जब तपाईको मनमा कुन खालको विचार तपाईले उत्पादन गर्ने, कुन खालको विचारलाई तपाईको मनमा उम्रिन दिने, तपाईले यो कुरालाई हेरचाह गर्नुहुन्न, हेलचेक्राइ गर्नुहुन्न। बाइबलले पाउँछौँ उत्पत्ति 3 मा आएको सर्प स्नेक हो, सर्प मात्रै हो। त्यसलाई एउटा लट्ठीले स्वाट हाने भने मर्थ्यो, त्यो पनि गर्न सकेन। कमान चर्च, जब तपाईले प्रकाश 20को 2 मा हेर्नुहुन्छ, त्यो प्राचीन सर्प चाहिँ अजिङ्गर भइसकेको थियो, जसले चाहिँ मानिसहरूलाई एक गाँसमा निल्न सक्थ्यो। तपाईको विचार सानो निराशपनको विचार आइराखेको छ, तपाईले नर्मली यसलाई मार्नु भएन भने त्यो लङ टर्म जाँदा त्यो डिप्रेसन, एन्जाइटी, फ्रस्ट्रेसन हुन थाल्छ, जसले चाहिँ तपाईलाई नियन्त्रणमा लिन थाल्छ। रेखा ढाला भाषेकी बुझ्दै हुनुहुन्छ? अझ लेट मी रिपिट, म यो कुरालाई दोहोऱ्याउन चाहन्छु। उत्पत्ति 3 मा देखेको सर्प सानो सर्प हो, नर्मल सर्प, त्यसलाई लट्ठीले हानेर पनि मार्न सक्थ्यो। तर त्यही सर्प प्रकाशको 20को 2 मा हेर्नु भयो भने चाहिँ अजिङ्गर बनिसकेको छ। तपाईको माइन्डमा आउने सानो सोच, नकारात्मक सोच, जब तपाईले त्यसलाई मनमा खेलाउनुहुन्छ, पाल्नुहुन्छ, त्यो चाहिँ तपाईले लङ टर्ममा जाँदा चाहिँ ठुलो मानसिक समस्या लिएर तपाईको जीवनमा नियन्त्रण गर्न थाल्छ। त्यो भएर तपाईलाई एउटै कुरा इन्करेज गर्न चाहन्छु, सर्प हुँदा नै त्यसलाई मारिदिनुहोस्। हालेलुया। सर्प हुँदा नै तपाईको नकारात्मक सोचलाई मारिदिनुहोस्। सर्प हुँदा नै त्यो निराशाको सोचलाई मारिदिनुहोस्। जब तपाईले अजिङ्गर हुन थाल्छ, त्यो सोच डरलाग्दो एरियामा लिन थाल्छ नि, त्यसले चाहिँ तपाईले होइन, तपाईलाई त्यसले नियन्त्रण गर्न थाल्छ। बाइबलले भन्छ, तिम्रो बगैँचालाई गोडमेल गर। सर्प आज सानो सोचमा, नकारात्मक विचारमा, रोगको भावनामा आउँदैछ, प्लिज स्टिक लिनुहोस्, लट्ठीले मारिदिनुहोस्, हटाइदिइहाल्नुहोस्। एभ्री टाइम चेक गर्नुहोस् तपाईको मनमा कस्तो खालको कुराहरू तपाईँ रोप्दै हुनुहुन्छ। हरेक समय चेक गर्नुहोस् तपाईँको मनको भावनाहरू कस्तो आउँदैछ। म त यो कुराहरू भन्छु, तपाईँको मनको भावनाको एकदमै मन पर्ने तपाईँको ट्रस्टफुल मान्छेलाई भन्नुहोस्, सेयर गर्नुहोस्, यस्तो खालको विचार आइरहेको छ।